हेलो साथीहरू, आज म तपाईहरुलाई यहाँ यस चित्रमा एउटा कुरा देखाइरहेको छु। तपाईहरुले यसलाई चिन्नु भयो कि भएन? यदि चिन्नु भएन भने पनि म यसको छोटो परिचय तपाईहरुलाई दिँदैछु। यहाँ चाहिँ म यसरी यसलाई सुकाउँदै छु। यसलाई राम्रोसँग घाममा सुकाउनु पर्ने हुन्छ। यो के हो तपाईहरुले चिन्नु भयो यसलाई? यदि चिन्नु भएको छैन भने म तपाईहरुलाई यसको छोटो परिचय दिन्छु है त ल। म आज तपाईहरुलाई अलैँचीको बारेमा छोटो जानकारी दिन गइरहेको छु। अलैँची अदुवा बालीमा पर्ने प्रमुख बाली हो। यो दुई प्रकारका हुन्छन्, सानो अलैँची र ठुलो अलैँची। साधारणतया अलैँची भन्ने बित्तिकै ठुलो अलैँचीलाई बुझिन्छ। नेपालमा खेती गरिने अलैँचीको उद्गम स्थल सिक्किमलाई मानिन्छ। इतिहासलाई हेर्दा पहिलो पटक सिक्किमबाट बिरुवा ल्याई इलाम जिल्लामा अलैँची खेतीको सुरुवात भएको मानिन्छ। अलैँची खेती खेर गएको भिरालो जमिन र खोल्सा-खोल्सीमा रोप्न सकिने भएकाले यसलाई खोल्साको सुन अथवा कालो सुन पनि भनेर चिनिने गरिन्छ। मसलाको रानी पनि भनेर चिनिने यसको सुगन्धित बियाबाट ऊर्जाशील सुगन्धित र मसलाको गुणस्तरीय युक्त तेल प्राप्त गर्न सकिन्छ। त्यसैले साथीहरू, हामीले पनि खेर गएको सिमसार भिरालो जग्गा जमिनमा अलैँची खेती गर्न छाड्नु हुँदैन। म चाहिँ अहिले ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नम्बर 4 बाट यो भिडियो गरिरहेको छु। ल हेर्नु, यहाँ यसरी बेला बेलामा अलैँचीलाई चलाइ पनि बस्नुपर्ने हुन्छ। यसरी अलैँचीलाई बेला बेलामा यसरी चलाउनु पर्छ, नत्र भने यो खेर जान्छ, त्यत्तिकै बिग्रिन्छ। तपाईहरुसँग पनि यस्तो अलैँची छ कि छैन? यदि छ भने सम्पर्क गर्नु होला। अलैँची एकदमै काम लाग्ने वस्तु हो यो। ल हेर्नु है साथीहरु, यसरी बेला बेलामा चलाइ बस्नुपर्छ, घाममा यसरी सुकाउने हो यसलाई। ल हेर्नु, यो बजारमा अहिले जसरी सुनको भाउ उर्लिएको छ नि, त्यसरी नै यसको पनि एकदमै भाउ उर्लिएको छ। यसलाई कालो सुन भनेर चिन्छन्। यो एउटा मसला हो। यसले विभिन्न किसिमको रोगलाई पनि निको पार्छ। यो एक किसिमको जडीबुटी हो। यसको मूल्य एकदमै अहिले महँगो छ। ल त, तपाईहरुलाई यति भन्दै बिदा हुन्छु। धन्यवाद।